ल अहिले प्लेन आउँदैछ, प्लेन ल्यान्ड हुन लाग्दैछ अलास्का एङ्करेज सहरमा। एयरपोर्ट नजिकै छ। यो अहिले पेसिफिक ओसनको माथि छौँ हामी। लेडी माउन्टेन देख्दै हुनुहुन्छ होला पर, प्लेनदेखि सिधै पर त्यो स्लिपिङ लेडी माउन्टेन भन्छ। त्यहाँनिर चाहिँ 1992 मा चाहिँ खेप गएको अरे त्यो ज्वालामुखी भन्छन्। तर हामी आइकिन चाहिँ अब भाग्य भनौँ कि अथवा अभाग्य भनौँ, देख्न पाइरहेका छैनौँ। त्यो धेरै टाढा पर्छ, पर्न चाहिँ अब प्लेन ल्यान्ड हुनै लाग्यो। प्लेनको अब फेरि अर्को पालि अर्को प्लेन आउँदा गफ गरौँला, अरू अर्थ गफ गरौँ जस्तो लाग्यो। जहाँ यो ढुङ्गा जस्तो देख्दै हुनुहुन्छ नि, ठुल्ठुलो चट्टान जस्तो यो समुद्र हो। अहिले जाडोको कारणले गर्दा यो ठाउँमा, यो जुन हामीहरू रहेको ठाउँमा -20 सम्म पुग्छ फरेनहाइट। त्यसै कारण धेरै जाडो हुन्छ। अहिले पनि अब समर लाग्ने बेला हुँदैछ। अहिले स्प्रिङ सिजन हो यहाँनिरको। र बिस्तारै यो जुन अहिले चट्टान जस्तो भुइँमा देख्दै हुनुहुन्छ, यो चाहिँ समुद्रमा पानीमा परिणत हुन्छ। यो जम्मै जति पनि देख्दै हुनुहुन्छ यहाँ ओरदेखि परसम्म सबै अब समुद्र त रहेन रहेछ त यहाँनिर त फिटिके भन्ने कुरो तपाईँहरूलाई त्यस्तो लाग्छ होला। त्यस्तो होइन। जुन यो लेडी माउन्टेन छ पर देख्दै हुनुहुन्छ, सेतो धेरै हिउँ थुपारिएको, थुपारे जस्तो ठ्याक्राकै त्यहाँदेखि यतापट्टि चाहिँ पानी नि पनि छ समुद्रमा। पेसिफिक ओसन उहिले हामीले पढेका थियौँ, क्लास 7 मा पढे जस्तो लाग्छ। एउटा इङ्ग्लिस किताबमा पढेका थियौँ। अलास्कामा साह्रै ठुलो भुइँचालो गएको थियो अरे 1964 मा भनेर सुनेका थियौँ। त्यो पनि त्यतिखेरको समुद्रले अलिकति सिमाना मिचेको भन्ने कुरोमा आउँछ यहाँनिर। अहिले यहाँनिर त्यतिखेरको भुइँचालोले 10 फिटसम्म चाहिँ दबेको अरे यो ठाउँ। तर अब त्यतिखेरको भुइँचालो भन्नुपर्दाखेरि 9.2 हेक्टर स्केलको आएको थियो। साह्रै ठुलो, वर्ल्डको सेकेन्ड लार्जेस्ट भुइँचालो भन्ने कुरोमा आउँछ। र त्यहाँदेखि यता भुइँचालो अलास्कामा धेरै गइरहन्छ। तर पनि अब त्यसरी धेरै गइरहने हुँदाखेरि त्यसलाई धेरै महत्त्व दिइँदैन। र जुन यता देख्दै हुनुहुन्छ माथि डाँडाकाँडा देख्दै हुनुहुन्छ, यो डाँडाकाँडामा पुग्नका लागि पनि बाटो चाहिँ छ। अब डाँडैमा ठ्याक्कै पुग्ने बाटो त छैन। यो डाँडाको बिचबिचबाट बाटो जान्छ। यता जाँदाखेरि सीवर्ड भन्छ, यता जान्छ। समुद्र तर्नुपर्ने हुन्छ यहाँबाट जाँदाखेरि। र जुन माथिबाटै जान सकिँदैन, भित्ताबाट बाटो बनाएको छ। र जति पनि यो ठाउँमा अहिले ढुङ्गा मुढा मात्रै देख्न पाइन्छ। देख्दै हुनुहुन्छ होला यताउँदै ढुङ्गा, यो मुढा। यहाँ तल जहाँ हाम्रो भाइ बसिरहनु भएछ, यो भाइ बसेको ठाउँ पनि अब यो समुद्रले बगाएर ल्याएको मुढाहरू हो। अब खोइ जापानतिरैबाट ल्यायो कि त्यो चाहिँ भन्न सकिन्न। अनि भन्नुपर्दाखेरि अलास्का, अब तपाईँहरूलाई यो भिडियो हेरेर कस्तो के लाग्छ त्यसै भन्न सकिँदैन। हामीहरू चाहिँ अब 2009 मा आएको, अहिलेसम्मको अब कुरा गर्नुपर्दा चाहिँ रमाइलो लागेको छ। अब जाडो त हुन्छ नै, त्यही हो। जाडो गएपछि तातो अवश्य आउँछ, दुःख गएपछि सुख आउँछ भन्ने चाहिँ हो। यो अब तपाईँहरूलाई के कस्तो लाग्छ, एक खेपको लागि मात्र भए पनि एउटा एक भिजिट अलास्कालाई दिनुहोला, आएर हेर्नुहोला। आउँदाखेरि विन्टरमा आउनुभयो भने हिउँै मात्रै हेर्न पाइन्छ। सक्नुभयो, भ्याउनु भयो भने समरमा आउनुभयो भने अलास्का कस्तो रहेछ भन्ने कुरा चाहिँ जुन तपाईँहरूले हिस्ट्री अथवा यताउता केही टेलिभिजन आदि इत्यादि पेपरमा, न्युजमा केहीमा पढ्नु भएको छ होला, त्यो त्यसको सार्थक चाहिँ यहाँ पाउन सकिन्छ। अब त्यसका लागि पनि तपाईँहरूलाई एक खेपको लागि चाहिँ म आग्रह गर्छु, आउनुहोला, घुम्नुहोला, डुल्नुहोला, कस्तो के रहेछ भन्ने कुरा। समर साह्रै लामो हुन्छ अलास्कामा। समर साह्रै लामो हुन्छ। समर धेरै लामो हुन्छ। झन्नै 19 घन्टाको हुन्छ होला डे लाइट। त्यतिन्जेल घाम लाग्छ। अनि यो जुन पर देख्दै हुनुहुन्छ फ्यान घुम्दैछ, त्यहाँनिर
त्यहाँनेरि मान्छेको बसोबासी छैन भन्नेमा बुझ्नमा आएको छ। त्यो अब यो समुद्र हो, यहाँबाट त्यहाँ जान त धेरै टाढा हो, धेरै गाह्रो पर्छ। त्यो ठाउँमा पुग्नका लागि अब समुद्रमाथि हिँड्नका लागि अलिकति अब डरै नै हुँदो रहेछ। हुन त केही हुँदैन होला, र पनि अब अलिकति डर मान्नै पर्यो। समुद्रमाथि अब मुनि त अब सतह पानी छ, अब माथि मात्रै हो समुद्र, यो जामेर यस्तो भएको हो। त्यसै कारणले त्यहाँ पुग्न सकिरहेका छैनौँ। र पछाडि कुनै समयमा यस्तै मौका बनाएर यस्तै जाडोको बेलामा, यस्तै आइस भएको बेलामा पुग्न सकिन्छ कि त्यो ठाउँमा भन्ने कुरा पनि अब थोरै चाहिँ कल्पना गरेको छ। अब कहाँसम्म पुरा हुन्छ हेर्दै जाउँ। र जुन अलास्का भन्नुहुन्छ भने चारैतिर समुद्रले घेरिएको छ, जस्तै उपत्यका भने जस्तै छ। अब चारैतिर पहाडले घेरेको बिचको समतल ठाउँ भनेर हामीले पढेका थियौँ। हाम्रो गुरुहरूले यसरी पढाउनु भएको थियो। ठ्याक्कै त्यस्तै छ, वरिपरि डाँडा छ। देख्दै हुनुहुन्छ होला, पर मानिसहरू हिँडिरहनु भएको छ, यता डुलिरहनु भएको छ। अनि अब यता माथि हेर्दै हुनुहुन्छ होला, यो चाहिँ अब डाँडा भयो। यहाँदेखि उँभो जानुपर्छ, एङ्करेज सहरमा जानको लागि यहाँबाट उँभो जानुपर्छ। अनि पर पनि देख्दै हुनुहुन्छ होला, कोही आइरहनु भएको छ। अब त्यस्तै हो यो अलास्कामा घुम्न डुल्नका लागि। अब यसरी नै मानिसहरू घुमिरहने डुलिरहने भएको हुँदाखेरि अब त्यही हो। तपाईँहरूलाई के कस्तो लाग्छ, एकखेप भिडियो हेरेर प्लिज कमेन्ट गर्न नभुल्नु होला। तपाईँहरूको कमेन्ट, सुझाव, सल्लाह, प्रतिक्रिया त्यस्तैलाई हेरेर फेरि अब राम्रै केही सुझाव सल्लाह आयो भने फेरि अर्को पनि भिडियो क्लिप्स तपाईँहरूलाई अवश्य देखाउने छु। समरको भिडियो क्लिप्स गरेर यो विन्टरको भयो भने तपाईँहरूले अर्को भिडियो हेर्नका लागि चाहिँ प्रशस्त रूपमा कमेन्ट गर्नुपर्ने हुन्छ होला। गल्ती, सुझाव, सल्लाह, आफूले जुन मिस्टेक गरेको छ भने अब कति कुरा सुधार्न पाइन्छ। र यस्तै भन्दै आजलाई सम्पूर्ण तपाईँहरूलाई भिडियो हेरिदिनु भएकोमा धन्यवाद दिँदै अहिले म ओजेल हुन चाहन्छु। रघु मिश्र, एङ्करेज अलास्का। बाई।